फर द फर्स्ट टाइम हो, एक्सक्लुसिभ हो। मैले युट्युबबाट 5 करोड कमाएँ। 5 करोड। मसँग 3 करोडको घर छ, 60-70 लाखको गाडी छ भनेपछि मसँग कति बाँकी रह्यो पैसा? 120-30। होइन, स्पष्ट छ हिसाब। त्यो पैसा त मसँग कहीँ छ होला, ब्याजमा हाल्यो होला, केही होला होइन, अलिअलि जग्गा जमिन किन्यो होला, त्यसको पनि थपियो होला। अनि त्यो भन्दाखेरि मैले गभर्मेन्टलाई तिर्नुपर्ने ट्याक्स गभर्मेन्टले लिइ नै राखेको छ सरर। हामी सबैले, कन्टेन्ट क्रिएटरले, युट्युबर सबैले दिने पैसा लिइ नै राखेको छ होइन। अनि अब त्यस अलावा मैले अरू पैसा कमाइनँ होला त अलिअलि होइन। म एमसी गर्थेँ होइन, के अरे भोइस ओभर गर्थेँ होइन, रेडियोमा काम गरेँ, के अरे टेलिभिजनमा काम गरेँ, त्यो पैसाहरू कहाँ गयो होला? त मेरो त पैसा त हराइ पो रहेछ, यहाँ त खोज्नु पर्ने छ होइन। सो त्यही हो, हिसाब क्लियर छ। सक्छ अब महिनामा 5-7 लाख कमाइ हुन्छ होइन। अब स्यालेरी सबै यताउति गरेर अलिअलि बचत हुन्छ, परिवार हेर्नु पऱ्यो, सबै कुराहरू जे होस्। योभन्दा अझै त्यस्तो त्यो के भन्छ देखाउनु पर्ने, त्यस्तो गर्नुपर्ने भयो भने अझै माथिको लाइफस्टाइल पनि गर्नु सकिन्छ। तर त्यो म देखाउनु पर्ने मान्छे पनि होइन। म जेरोबाट आएको, गरिबको पनि अलि महागरिबै टाइपको परिवारबाट आएको हो म। सो मेरो सबै कुरा एभ्रिथिङ क्लियर छ होइन। मैले युट्युबको कमाइ मात्रै भने, अरू फेसबुक, टिकटक, अरू सोसल मिडियाको कमाइ, मैले गर्ने के भन्छ प्रमोसनल कुराहरू होइन, आउने अलिअलि एडभर्टिजमेन्टको कुराहरू होइन, म विदेश स्टोरहरूमा जाँदाखेरि गरेको कमाइहरू त खोइ कहाँ हरायो त? मैले त 8-10 करोड त कमाएँ होला होइन। त्यसमा त 2-3 करोड त हराइरहेछ। त्यो कहाँ गएको छ? त्यो भुइँमुनि पो गएको छ कि त्यो खोज्नुपर्ने भयो जस्तो लाग्यो। मेहनत गर्नुहोस्, ईर्ष्या आरिस नगर्नुहोस् होइन। हिसाब किताब एकदम क्लियर छ। म त पोलिटिक्समै जाँदैन, यसरी भन्ने हो। एनालाइटिक्स देखाउन पनि मिल्छ, ब्याङ्क स्टेटमेन्ट पनि छँदैछ, गभर्मेन्टलाई तिरेको ट्याक्स होइन अहिले 5% 6% अराउन्ड काटिरहेछ, त्यो पनि छँदै नै छ होइन। त्यही नै हो एकदमै हिसाब।